माई फर्स्ट ब्लग। म चाहिँ ललिता श्रेष्ठ र यो चाहिँ मेरो नयाँ ब्लग हो। आज चाहिँ हामी सालबारी डुल्न आएको। एकदमै हावा चलिरहेछ यहाँ चाहिँ, कति धेरै हावा चलेको। पाहुनाहरूलाई लिएर आएको होइन, पाहुनाहरू चाहिँ एकदमै डराइराख्नु भएको छ। मलाई पनि एकदमै डर लागिरहेको छ। हावा चाहिँ भन्नुहुन्छ भने गाइस यस्तो डेन्जर चलेको छ, यस्तो डेन्जर चलेको छ। रुखको पातहरू झारेर एकदमै हावा चलेर डेन्जर भइरहेछ। हामी चाहिँ आफूदेखि कहीँ घुम्नु पनि छैन, हामी यहीँ बसिरहेको छौँ। गाइस एकदमै डर लाग्दो भइरहेछ। यहाँको वातावरण चाहिँ एकदमै हेर्नु, हावा चलेर रुखको हावाहरू झरेर यस्तो घिनलाग्दो पातहरू झरेर भइरहेको छ। एकदम डर लागिरहेछ हामीलाई चाहिँ। हामी चाहिँ घुम्न पनि सकेको छैनौँ। एकदमै हामी चाहिँ यहाँ अघिदेखि आएर बसेकै। तर यस्तो हावा चलेको बाटो पनि कतिजना इयरिङहरू चाहिँ डुलिराख्नु भएको छ। यहाँ हेर्नुहोस् है गाइस, यता एकदमै। तर हामीलाई चाहिँ एकदमै डर लागिरहेको छ गाइस। यो कुकुर पनि सुतिरहेको छ, सायद डरैले होला। कुकुरलाई पनि एकदमै डर लागे जस्तो छ। के गर्नु होला गाइस, एकदमै डर लागिरहेछ। मान्छेहरू त आउने क्रम जारी नै छ, मान्छेहरू त आइरहेको छ अझै पनि। तर हामी चाहिँ डरले एकदमै यहाँ एउटा घरमा बसिरहेको छौँ। कस्तो लाग्यो त? पुरा डर लाग्यो यसमा। हावा चलेर है एकदमै बोरिङ भयो आज चाहिँ हाम्रो घुमाइ। मान्छेहरू चाहिँ आउने क्रम जारी नै छ है। के कस्तो हुन्छ हावा चलिरहेको छ, म अपडेट गराउँदै गर्छु गाइस। अहिलेलाई चाहिँ म एकैछिन पानी खान्छु है त गाइस। अहिले चाहिँ अलिकति हावा कम्ती भएको छ र म चाहिँ यहाँको सालबारी झिलको भिडियो लिइरहेको छु। हावा चल्ने क्रम चाहिँ जारी नै थियो, तर पनि मैले चाहिँ अहिले चाहिँ फोटो खिचेको नि त, यहाँको भिडियो लिइरहेको छु। मान्छेहरू चाहिँ एकदमै धेरैजना हुनुहुन्छ। यहाँनिर चाहिँ हावा एकदमै कम्ती आउँदो रहेछ, महसुस नहुने क्या हावा आएको। किनभने यहाँनिर चाहिँ छैन नि त, रुखहरू छैन नि त, यहाँ चाहिँ ओपन प्लेस छ, त्यही भएर चाहिँ। तर जब हामी त्यहाँनिर जान्छौँ नि, त्यहाँनिर चाहिँ एकदमै हावा आएको महसुस हुने। किनभने त्यहाँनिर चाहिँ हावा रुखहरू पुरा हल्लेर एकदमै हावा आएकै गर्दो रहेछ। अनि एकदमै डर लागिरहेछ क्या हामीलाई चाहिँ। हुन त म त यो ठाउँ त पहिला पनि आएको, धेरैपल्ट आएको। तर आज चाहिँ पाहुनाहरू आउनु भएको थियो नि त। पाहुनाहरू आउनु भएकोले चाहिँ मैले पाहुनाहरूलाई यहाँ डुलाउन ल्याएको। पाहुनाहरू चाहिँ ओ माई गड, हेर्नुहोस् त गाइस हावा चलेको। भगवान्, मरे कस्तो डर लाग्यो यार, कत्रो हावा आयो भगवान्। गाइस एकदमै आजको मौसम चाहिँ खोइ के हो एकदमै डर लाग्दो भइरहेछ। एकदमै डर लाग्यो क्या मलाई चाहिँ। अब हामी कसरी निस्किने होला, किनभने एकदमै उहाँ चाहिँ रुखै रुख मात्रै छ। अनि आज मलाई सुरुपल्ट हो मैले यो भ्लग गरेको पनि। एकदमै डर लागिरहेछ क्या। कसरी जाने बाहिर कसरी निस्किने भइरहेछ। बल्ल यहाँ एउटा सेफ्टी ठाउँमा आइपुग्यौँ। अब यहाँ एकछिन रेस्ट लिने हो। सेफ्टी ठाउँ पनि के भन्नु, एउटा यहाँ घर जस्तोमा आइपुग्यो बल्ल। अब बाहिर निस्किने वातावरण छैन गाइस अहिले। कसरी निस्किने होला है त। फाइनल्ली गाइस अब हामी चाहिँ घर जानु आँटेको। एकदमै डर लाग्यो, घुम्नै सकिएन। त्यहाँनिर लभको साइन भएकोमा त जानु पनि सकिएन झन्। अब हामी चाहिँ निस्केको गाइस होइन। अब निस्केको डर लाग्यो। निस्केको हामी अब मान्छेहरू कोही आउने क्रम जारी छ। हामी चाहिँ निस्केको। हामीलाई चाहिँ एकदम डर लाग्यो।
डरले भागेको है हामी चाहिँ सालबारीबाट। अब हाम्रो भाउजू चाहिँ पर डरले हिँड्दैछ। एकदमै हुनु पनि डर लाग्ने अवस्था भइरहेछ गाइस। रुखहरू चाहिँ यस्तो दुई साइडको यस्तो क्रसै भइरहेछ। अब हामी चाहिँ फटाफट यहाँबाट निस्केको होइन। अब चाहिँ हावा चल्ने सिजनमा चाहिँ गाइस यो सालबारी चाहिँ आइँदैन। एकदमै हावा चल्दाखेरि चाहिँ रुखहरू चाहिँ साह्रै डरलाग्दो हुँदो रहेछ। अब चाहिँ एकदम विन्टरमा मात्रै रमाइलो हुँदो रहेछ यहाँ चाहिँ। जाडो महिनामा पिकनिकको सिजनमा मात्रै गाइस डर लाग्यो। त्यही कारण हामी चाहिँ भागेको। यहाँ भाउजू दिदी बदैनी आउँदैछ। फोटो खिच्नु पनि पाएन। हामी चाहिँ धेरैपल्ट आएर फोटोहरू खिचेको, तर पाहुनाहरूलाई चाहिँ एकदम मन पर्थ्यो नि त यो ठाउँ, तर खिच्नु पाउनु भएन। फोटोहरू एक दुईवटा मात्रै खिच्यौँ। हामी चाहिँ हिँडेको बाटो लागेको है गाइस। फाइनली हामी चाहिँ गेट बाहिर आइपुग्न आँट्यौँ। ढुक्क भयो, मनै ढुक्क भयो गाइस। गेट बाहिर निस्किँदाखेरि चाहिँ 50 रुपियाँ टिकट काटेर गएको। 50 रुपियाँको अदाइ पनि भएन है, किनभने हामी घुम्नै सकिन्न नि त। अब यहाँदेखि चाहिँ हामी अटोमा चढेर जान्छौँ होइन। डर लाग्यो। हामी उपर जाउँ न अटो भएकोमा। खोजियोस् न। फाइनली हामी सालबारीबाट चाहिँ बाहिर आइसकेका छौँ। हावाकै डरले आज चाहिँ एकदमै हामी नसक्ने अवस्थामा पुग्यौँ घुम्नलाई है। अर्कोलाई सोध्छौँ अब कतिमा चाहिँ हामीलाई पुऱ्याइदिनुहुन्छ भनेर होइन। सन्चरी जाने 4 जना छौँ। कसरी गोटा? 50 रुपियाँ गोटा। ठ्याक्कै 50 रुपियाँ। हावाले गर्दा घुम्नै सकिएन। खै ठुल दिदी? गाडी जाने हो?